धर्मी जन चाहिँ विश्वासद्वारा जिउँछ। आमेन। धर्मी जन चाहिँ कसरी भएको हामी भन्दाखेरि चाहिँ येशू ख्रीष्टलाई ग्रहण गरेर छोराछोरी भएको कारणले गर्दाखेरि हामी के हो, येशू ख्रीष्टले कल्वारी क्रुसको सबै कुरा हामीलाई उहाँसँगै सबै कुरा गरिसक्नुभयो। अनि उहाँको ठाउँमा स्वर्गको परमेश्वर पिताको दाहिने हातमा राखेको कारणले गर्दाखेरि हामी धर्मी हो। अनि धर्मी जन चाहिँ केद्वारा जिउँछ अरे, विश्वासद्वारा जिउँछ। अनि आत्मामा जिउनु भनेको चाहिँ विश्वासद्वारा जिउनु भनेको प्रियहरू। आमेन आमेन। हामीले सुत्दै गर्दा पनि हामी विश्वासद्वारा सुत्नुपर्छ, उड्दै गर्दा पनि हामी विश्वासद्वारा उठ्नुपर्छ, हिँड्दै गर्दा पनि हामी विश्वासद्वारा हिँड्नुपर्छ, हामी खेल्दै गर्दा पनि विश्वासद्वारा खेल्नुपर्छ, स्कुल जाँदै गर्दा पनि हामी नानीहरू हामी विश्वासद्वारा स्कुल जानुपर्छ, फर्किँदै गर्दा पनि विश्वासद्वारा हामी फर्किनुपर्छ।